टेम्प्लेट युज गर्नु हुँदैन भन्नेबाट बस्नुस् है। हेलो पिटी टेस्ट टेकर्स, एसे राइटिङमा टेम्प्लेट युज नगर्दा बेटर स्कोर आउँछ obviously। त्यसैले इफ यु आर केपेबल यु राइट अन योर ओन 20 मिनट्समा त्यो क्वेसनलाई बुझेर त्यो क्वेसनलाई चाहिँ रिस्पोन्ड गर्ने आइडियाजहरू सोचेर ती आइडियाज अनुसारका सेन्टेन्सेसहरू क्रिएट गरेर ग्रामेटिकली करेक्ट सेन्टेन्स स्पेलिङ करेक्ट गरेर त्यसपछि सेन्टेन्सेसहरूमा लिङ्कहरू इस्टाब्लिस गर्दै प्याराग्राफ्सहरूमा लिङ्कहरू इस्टाब्लिस गर्दै 20 मिनट्समा तपाईँ आफै एसे कम्प्लिट गर्न सक्नुहुन्छ भने त द्याट्स वन्डरफुल वे टु रिच टु 90। तर हामी मध्ये कति छौं त्यो स्ट्यान्डर्डको, त्यो पनि विचार गर्नुपर्छ। तपाईको स्ट्यान्डर्ड के छ? आफै लेख्नुपर्छ भनेर मात्र भएन नि। तपाईँ लेख्नु हुँदैछ 15 वटा सेन्टेन्सेस त्यो एसे कम्प्लिट गर्नलाई। 15 वटा सेन्टेन्सेसमा 30 वटा चाहिँ ग्रामर मिस्टेक्स अथवा 15 वटै ग्रामर मिस्टेक, त्यसपछि स्पेलिङ एरर्सहरु 20-25 वटा, त्यसपछि सेन्टेन्सेसहरु बीच लिंक पनि छैन, त्यसपछि तपाईको सेन्टेन्सेसले के भन्न खोज्दैछ त्यो पनि छैन, त्यसपछि इभन क्वेशनलाई बुझ्न पनि गाह्रो भयो। क्वेशनले सोधेको एउटा छ, तपाईको एसे अर्कै दिशामा गइदियो भने अब त्यसको बेनिफिट के भयो? त्यसैले यदि तपाईलाई आफ्नो राइटिङमा कन्फिडेन्स छैन भने र धेरै मिस्टेक्सहरु देखिन्छ आफै लेख्दा भने यु जस्ट स्टार्ट फलोइङ अ टेम्प्लेट। टेम्प्लेट फलो गर्नुस्। टेम्प्लेट फलो गर्दाखेरि अलिकति कन्टेन्ट बेसी कभर हुने टेम्प्लेट फलो गर्नुस् न। त्यो पहिलाको जस्तो 2-4 वटा वर्ड 5-6 वटा वर्ड लेखेर मात्र हुने खालको टेम्प्लेट होइन। लगभग त्यसको 25% चाहिँ तपाईले लेख्ने, 75% जति चाहिँ टेम्प्लेट नै गरेर चाहिँ तपाईले एसे लेख्नु भयो भने तपाईलाई चाहिने स्कोर मनग्गे आउँछ। 65, 70, 75 को लागि पनि स्कोर टेन्सन छैन। इभन 90 नै आउँछ यदि त्यो टेम्प्लेटलाई तपाईले वाइजली युज गर्नुभयो भने। त्यसैले टेम्प्लेट युज गर्नु हुँदैन भन्नेबाट बस्नुस् है। टेम्प्लेट युज गर्नुस् तर वाइजली गर्नुस्, अदरवाइज सफर गर्नुहुन्छ राइटिङमा।